ले पनि निहाल्न जान्नुपर्छ होइन दिदी अनि जान्नुपर्छ नि त अनि यत्रो सबै कुरा भएर अगाडि नै आएर उहाँको मिसेस आएरै बोलिसकेपछि त मान्छेको दिमागमा त हुन्छ नि त ए यो कुरा त सही पो रहेछ भन्ने कुरा त बुझ्नुपर्छ नि त अनि उल्टै आएर ऊ कराएर नराम्रो बनाएर हुन्छ भनेको के त्यही त भनेको मलाई पनि राम्रै लाग्छ कि चाहिँ नराम्रो कमेन्ट किन गर्नुभएको होइन बुझ्नु सबै ठिकै हो कि तपाईँ आफै सोच्नु तपाईँको श्रीमान छ अरे होइन अनि तपाईँ हुनुहुन्छ अरे अनि तपाईलाई जुन समय दिन तपाईँको मनमा कति धेरै पीडाहरू उकुस मुकुस भएको छ अरे तपाईँले कुनै त्यो हुन्छ नि भन्नै सक्नु भएको छैन अरे होइन तपाईँ भित्र आफूलाई हुन्छ नि भित्र खाइरहेको छ तपाईँले तपाईँलाई अनि एकदमै डिप्रेसन हुँदै गइरहेको छ भनौँ त परिवार तहस नहस होला भन्ने पीड नभनौँ त मनभित्र आफैलाई खाएको छ होइन त्यस्तो अवस्थामा तपाईँले आफ्नो साथीलाई सेयर गर्नुभयो अरे त्यो साथीले तपाईँको लागि बोलिदिँदाखेरि किन गलत हुन्छ हुँदैन नि त तपाईँको लागि बोलिदिँदाखेरि गलत हुँदैन र अर्को कुरा अब मानौँ न तपाईँ नै एउटा श्रीमती हुनुभयो अरे अनि तपाईँको कुरा बुझिरहेको छैन तपाईँलाई भन्दा बढी प्राथमिकता अर्को थर्ड पर्सनलाई दिइरहेको छ अनि तपाईँसँग तपाईँले आफ्नो श्रीमानसँग टाइम स्पेन्ड गर्नको लागि पनि अर्को थर्ड पर्सनलाई 2 हात जोड्नुपर्ने स्थिति आएको छ भने पछाडि तपाईँको मनमा के बित्छ ल भन्नु मनमा त्यो अर्कै खालको चसक्क अर्कै खालको पीडा हुँदैन मनमा हुन्छ नि त ल छोरी मान्छेले त्यो त कुनै पनि छोरी मान्छेले सहनै सक्दैन नि त्यही त होइन हरेक कुराको लिमिट हुन्छ नि त नि लिमिट हुन्छ लिमिटमा गर्नु राम्रो हो अब हेर्नु न अर्को कुरा के भने रातभरि अब जतिखेर पनि उहीसँग भए पछाडि आफ्नो बिस्तारै आफ्नो एउटा लगाव बढ्दै जान्छ एउटा हुन्छ आत्मीयता बढ्दै जान्छ अनि आफ्नो श्रीमतीसँगको कन्भर्सेसन कम हुँदै जाने उता लगाव बढ्दै जाने कसले चाहिँ ठेक्का लिन सक्छ कि भोलि बिहा हुँदैन भनेर के हुन्छ नि छोरा मान्छेको मन हो छोरी मान्छेको मन हो कति के हुन्छ भन्नै सकिँदैन नि त त्यो त आत्मीयता बढ्दै गए पछाडि त भोलि कसले रोक्न सक्छ भनेको अनि त्यसले गर्दा यो कुराहरू चाहिँ नआओस् भाउजूको भनाइ एकदमै राम्रो हो क्या यस्तो चिजहरू नआओस् भोलिको दिनमा गाह्रो नपरोस् होइन अब एउटा परिवार छ लिमिटमा भयो भने सबै कुरा राम्रो हुन्छ तर लिमिटमा भएन भने सबै कुरा पर्सनल्ली हुन थाल्यो भने भताभुङ्ग हुन्छ पर्सनल्ली चाहिँ नहोस् एउटा लिमिटमा रमाइलो हाँसो थट्टा खेल जे हुनुपर्ने हो लिमिटमा होस् तर त्योभन्दा बाहिर गएर चाहिँ नहोस् भन्ने कुरा सही हो त अनि आफ्नो घरबार जोगाउनको लागि नि त्यति कुरा बोल्नु भनेको त सही होइन त सही हो नि त अनि अहिले केही भएको छैन नि त अहिले हो त्यही लिमिटमा त्यो कुराहरू भयो भने घरको लागि पनि राम्रो घरको पनि ह्याप्पी होइन अब त्यो बाहिरको पनि अब ह्याप्पी त्यही भएर गल्ती गरिसके गल्ती महसुस हुन अनि अर्को कुरा के छ भने एउटा प्रवृत्ति होइन एउटा ग्याङहरू बनाउनु हुन्छ ग्याङ भएको राम्रो हो तर के हुन्छ भने भोलि पुरानो हुँदै जाँदाखेरि त्यही भाउजूले आफ्नो पीडाहरू पोख्दाखेरि हेर्नु है अहिले यो कुरा यहाँ भयो सक्यो नि त तर यदि नभइदिएको भए यो कुरा नभएको भए बिचारा त्यो भाउजू भोलिपछि रुँदाखेरि त्यही भाउजूको दोष हुन्छ क्या उहाँको आँसु पनि कसैले देख्दैन यही कुरा एउटा लगाव बढिसकेपछि एउटा टिम बनिसकेपछि त्यो टिमले एकरो 2 जनालाई मात्रै सपोर्ट गर्छ क्या त्यो भाउजूलाई सपोर्ट गर्दैन क्या भोलिको दिनमा तपाईहरुले यत्रो लाइफ हेरेर देख्नु भएन घरको श्रीमतीलाई सपोर्ट गर्दैन क्या भोलि त्यो एकदम धेरै ग्रुप बनेर बिहा गराइदिनको लागि नै रेडी भइसक्छ त बिहाको खर्चै दिउँ भन्ने हुन्छ नि त मान्छेहरू त अनि त्यो दिन नआओस् भनेर हो नि त त्यो दिनहरू त्यो परिस्थितिहरू नआओस् भोलि त्यो भाउजू रोएर आफ्नो दुःख भन्दाखेरि पनि सुन्ने पनि कोही हुँदैन अनि अर्को कुरा भनेको चाहिँ के रे आफ्नो पतिको प्रगति देख्न नसक्ने भनेर उल्टै भाउजूलाई कति ब्लेम आउँछ क्या यो कुरा पुरानो हुँदै गइसकेको भए तर अहिले बीचमा जे हुनु थियो राम्रो भयो कसैलाई घरमा पनि छ है भनेर वार्निङ दिनु हैन कसैलाई घरको आफ्नो समय दिनुपर्छ है घरको मान्छेलाई पनि भनेर साथ दिनु अनि त्यसपछि अलिकति तिम्रो पनि गल्ती छ है भनेर कसैलाई महसुस गराउनु राम्रो कुरा हो नि त राम्रो कुरालाई त एटलिस्ट सही हो भनेर भन्नुस् न
अहिले त यस्तो गर्नुहुन्छ, अहिले त भाउजू आएर आफ्नो कुरा राख्दाखेरि तपाईँहरूलाई उहाँको फिलिङ्सहरूको महसुस भइरहेको छैन भनेपछि भोलि घनिष्ठ हुँदै गइसकेपछि त्यो भाउजू रोए पनि उहाँको आँसुलाई पनि तपाईँहरूले नाटक भनिदिनुहुन्छ, उहाँको उल्टै बुढाको प्रगति देख्न नसक्ने भनेर उल्टै उहाँलाई नराम्रो बनाउनुहुन्छ, अनि उता बिहे गर्ने तर्खरतिर लाग्दिनुहुन्छ, न यताको न उताको हुन्छ। अनि त्यही चिजहरू फेरि अहिले त्यही मान्छेहरू फेरि कुनै बेला एकछिनलाई हुन्छ, तर त्यही मान्छेहरू लामो समयसम्म साथमा रहँदैन क्या, रहँदैन नि त। अनि यो कुराहरू त देखिरहेको हो त, लाइभमा हेरिरहेको हो त। योभन्दा अगाडि कसैको बोर्डमा पनि त यही भएको थियो त। त्यही भएर जे हुनुभएको भयो राम्रोको लागि भयो। एउटा कसैको घर परिवार बच्यो, कसैलाई पोजिटिभ सोचहरू आयो होइन, कसैलाई मैले भन्न मन लागेको कुराहरू मैले भने होइन। अरू पनि धेरैजना जसलाई लागेको थियो यो कुरा अरूलाई पनि हो यो गलत रहेछ भन्ने कुरा शिक्षित मान्छेले छिट्टै बुझ्छ क्या हो। अनि त्यही ठाउँमा आफ्नो छोरी चेलीबेटी दिदी बहिनीलाई राखेर हेर्छ, अनि सोच्छ हो सही रहेछ यो कुराहरू भनेर आफैले मनभित्र मनन गर्छ क्या। जसले बुझ्नु हुँदैन, जसले आफ्नो मनोरञ्जनको लागि सोच्नु भएको छ, एकरो एउटा उयो गर्नु साथ दिनु राम्रो हो, तर सहीलाई पनि गलतलाई पनि सही देख्नु, अनि सहीलाई पनि सहीलाई गलत देख्नु, गलतलाई सही देख्नु, त्यस्तो अन्धो उयो त हुनु भएन नि त। कमसेकम गलत हुँदा त गलत भयो है, यति कुरा चाहिँ गलत छ भनेर बुझ्ने एउटा हुनु पर्यो क्या, सोच हुनु पर्यो, त्यति हो। अरू त अनि अरू के हुन्छ र। अनि अब होइन कि बुनु होइन, थाहा छ यति धेरै उयोहरू हुन्छ भन्ने थाहा छ होइन, तर मान्छेले कसैको हिम्मत बनेर, कसैको साहस बनेर, कसैको उयो बनेर बोलिदिन्छ भने त उसलाई त नराम्रो भन्न मिल्दैन नि त। हिम्मत आएर बोलिदिनु भयो, राम्रो भयो, राम्रो होस्, हामी पनि राम्रै चाहन्छौँ। यति मात्रै हो कि भाउजू मगर्ने हुनुहुन्छ, भइरहेको घरबार नबिग्रोस्। भाउजू मगर्ने हुनुहुन्छ एक त होइन, एक त कति कुराहरू सेयर गर्न सक्नुहुन्न, एक त नजिकैबाट मैले उहाँको पीडाहरू महसुस गरेको छु। मेरो दायित्व थियो, भाउजूले मलाई सही भन्नुहुन्छ गलत भन्नुहुन्छ थाहा भएन, दाइले मलाई के सोच्नुहुन्छ गलत थाहा भएन, तर मेरो एउटा दायित्व उत्तरदायित्व थियो, मैले पुरा गरेँ। आज जस भाउजूको मन हल्का भएको छ होला, शीतल भएको छ होला, मलाई त्यसमा एकदम खुसी लागेको छ आज। होइन नबोलौँ भनेर बसेँ नि, अनि त्यही पनि फेरि सबै कुरा थाहा भएर पनि फेरि त्यही कुराहरू उयो गर्नुहुन्छ, सबै कुरा भइ त सक्यो त नि। अन्त गाइज ब्याड कमेन्ट गर्ने काम नगर्नु न, अब भयो सक्यो त। अब आफै फैसला होइन ब्रदर। तपाईँ बिहान कता हुनुहुन्थ्यो? बाख्रा चराउन जानुभएको थियो हो, बिहान हेर्नु भएन कसले फैसला गर्यो भन्ने कुरा? अचम्मको कुरा गर्नुहुन्छ। मैले फैसला गरेर हुने भएको भए त उहिले यो कुराहरू निस्किसक्थ्यो, यो कुराहरू यसरी यो नै हुँदैन थियो, मैले मात्रै गरेर हुने भए त। नराम्रो कमेन्ट कसैले पनि नगरिदिनु साथीहरू है। अब त्यो ठाउँमा भाउजूको ठाउँमा तपाईँहरूले आफ्नो दिदी बहिनीलाई राखेर हेर्नु अनि थाहा पाउनुहुन्छ। अनि त्यही भएर नराम्रो कमेन्टहरू नगरिदिनु होला, दिदीलाई पनि कसैले पनि बुझिदिनु। मलाई चाहिँ राम्रै लाग्छ, राम्रै विषयमा कुरा उठाउनु भएको जस्तो लाग्छ। अब उहाँले पनि नराम्रो कुरा गर्नुभएको त होइन नि त, राम्रै कुरा गर्नुभएको, कसैको नराम्रो नहोस्, भइरहेको घरबार नबिग्रोस्, राम्रै त हो त। राम्रोलाई राम्रो, नराम्रो नराम्रो त भन्न पाइहाल्छ नि। हो नि बुझ्नु, ठिकै त हो नि। तपाईँहरू जोडिनुहुन्छ, रमाइलो गर्नुहुन्छ होइन, सबैजना लाइफको कुरा लाइफमै सीमित होस्, प्राइभेटमा नजाओस्, प्राइभेटमा गएर आफ्नो घरबार नबिग्रोस् भन्ने धारणा हो कि हाम्रो दिदीको चाहिँ। अनि मेरो मात्रै होइन बुनु, तपाईँहरू पनि जोडिनुहुन्छ, तपाईँको विचारमा पनि भन्नु न, तपाईँलाई के सही लाग्यो भनेको ल भन्नु त। सही होइन नि त यो कुरा त, तपाईँ पनि जोडिनुहुन्छ, तपाईँ पनि उहाँसँग खेल्नुहुन्छ, अनि तपाईँलाई के सही लागेको थिएन नि त यो कुराहरू त।
त्यस्तो यो आफूलाई गलत लागेको छ भने त खुलेर गलतै हो कसैमाथि गलत भएको छ भने जसले जेसुकै भनोस् गलत गलतै हो। गलतलाई ढाकछोप गरेर अझै त्यसलाई बढुवा दिएर अनि त्यसको जराहरू फैलाएर समाजमा विकृति फैलाउने काम नहोस् भन्ने हो। हो नि दिदी, एकदम सही हो। सिकिहाल्छ नि, सिक्दै त जान्छ नि हो सबैले है। त्यस्तै हुँदै त्यस्तै यस्तो हुँदैछ भन्दै सिक्दै जाँदो, झन् नराम्रो कुरा सिक्दै जाने क्या। अब हुन्छ नि घरमा तहस नहस पारेर यस्तो गर्नु पर्दो रहेछ, यस्तो गर्यो भने यति धेरै अडियन्सहरू उयो हुँदो रहेछ, यति धेरै भ्युर्स आउँदो रहेछ भनेर आफ्नो घरबार सबै तहस नहस पार्नतिर मान्छे उक्सिने हुँदो रहेछ क्या। त्यही भएर यो भनेको त गलतै त हो नि। पहिला अरूको पनि कतिजनाको हेरिराख्नु भएको थियो होला होइन, देखिराख्नु भएको थियो होला योभन्दा अगाडि कसको के भयो भनेर। त्यही भएर यो भनेको सिकेकै एउटा प्रवृत्ति जस्तै त भयो। एउटा हुँदै अर्को सिक्दै जाने अनि फेरि अध्यक्ष बन्ने, नेता बन्ने अनि अध्यक्ष नेता बनेर अनि एउटा बन्डिङ बनाएर अर्काको घरमा तहस नहस पारिदिने। राम्रो त सपोर्ट गर्नु राम्रो हो, तर कसै त्यो एउटा हुन्छ नि अध्यक्ष सदस्य सबै बनेर सबै कुरा सपोर्ट गर्दै गर्दा घरको वाइफलाई, घरको आफ्नो जीवनसाथीलाई के असर परेको छ भनेर एकचोटि कसैले सोध्यो, एकचोटि कसैले भन्यो, अचम्म छ क्या। एकहोरो दुईजनालाई मात्र सपोर्ट गरिरहेको छ, तर अर्को घरको आफ्नो जीवनसाथीलाई के असर परेको छ भनेर त्यहाँ त्यो कुनै एउटा अध्यक्ष जो बन्नुभएको छ उहाँलाई पनि थाहा छैन क्या उहाँको मनमा के पीडा परेको थियो भनेर। तपाईँ अध्यक्ष भन्नुहुन्छ नि, तपाईँले अध्यक्ष त बन्नुभयो होइन, दुईजनालाई सपोर्ट पनि गर्नुभयो, तर अध्यक्षज्यू है तपाईँले घरको श्रीमतीलाई के भएको थियो, कस्तो भएको थियो, अब मान्छेलाई कुन अवस्थामा पुर्याएको थियो भन्ने कुरा तपाईँले चाहिँ बुझ्नु भएन क्या अध्यक्षज्यू। त्यही भएर अध्यक्ष बन्नुभन्दा अगाडि हरेक कुराको जिम्मा लिन सक्नुपर्छ है। अनि हरेक कुराको यो भयो भने के हुन्छ, यो भयो भने के हुन्छ, यो कुन कुरा सही हो, कुन कुरा गलत हो, कुन कुराले समाजलाई गलत बाटोतिर दौडाउँदैछ, कुन कुराले सही बाटोमा दौडाउँदैछ, अनि कति हदसम्म लिमिट पार गर्नुपर्छ, कति हदसम्म लिमिट पार गर्नु हुँदैन भन्ने कुरा अध्यक्षज्यूले गर्नुपर्छ क्या। त्यो त छैन। घरमा के भइरहेको छ, कसो भइरहेको छ थाहा छैन। अध्यक्ष भन्ने छ, बसेछ, अनि बाहरवाली को हो भन्दै, बाहरवाली कसलाई भनेको भन्दै उफ्रेको छ, सक्यो सम्म। नारीको पीडा नारीले मात्रै बुझ्छ अरे। हो नि ब्रदर, एकदम सही बात गर्नुभयो तपाईँले, एकदम राम्रो। तर आज चाहिँ बल्ल मन हल्का भइरहेको छ क्या। मन कस्तो आनन्द भइरहेको छ। हिजो बेलुका पनि है यति कुराहरू भयो लास्टमा, जस्तो पीडाहरू, छटपटेको पीडाहरू, आफ्नो अगाडि आफ्नै उयोको मान्छेको पीडाहरू देख्दा आफूलाई फिल हुनु जस्तो फिल हुँदो रहेछ है। आफै त्यो स्थानमा आफैलाई राखेर हेर्दाखेरि चाहिँ त्यस्तो हुनु रहेछ क्या बुनु। हो नि दिदी, हुनेवाला भाउजू भनेर खुसी हुनुभएको थियो। एउटा नाटक एउटा टिकटक भित्रै सीमित भने नि मैले, हरेक कुरा एउटा सीमित हुन्छ। एउटा टिकटकमा रमाइलो गर्ने भएपछि रमाइलो टिकटकै भित्र सीमित हुने हो क्या, प्राइभेट हुन जाने होइन क्या। बुझ्नुभयो नि, भाउजूले भनेको कुरा बुझ्नु भएन कि क्या हो बिहान। प्राइभेट हुन जाने होइन, टिकटक भित्र भएपछि टिकटक भित्रै सीमित हुनुपर्छ। प्राइभेट हुन गयो भने सबै तहस नहस हुन्छ भनेर बिहान भाउजूले भनेको कुरा सुन्नु भएन। कस्तो कुरा गर्नुहुन्छ हो। त्यही भएको, त्यही भएर ठिक्क लिमिट भन्ने कुरा त्यसै आउँछ त आउँदैन नि त।
चिलमा दिदी चिलमा अब नराम्रो कमेन्ट आएर केही हुँदैन। म त एकदमै चिलमै हो। मलाई त्यस्तो उयो पनि छैन। आफूले गलत बोलेको भए, गलत कुरालाई सपोर्ट गरेको भए हो, मलाई कहीँ कतै कतै न कतै फिल हुन्थ्यो होला मैले गलत गरेँ भनेर। तर मलाई गलत फिल नै भएको छैन, किनकि जुन तरिकाले मैले गरेको कुरालाई भाउजूले एप्रिसिएट गरिदिनु भयो, आफूलाई लागेको कुरा भाउजूले राख्नुभयो। अनि जसरी हजुर हुनुहुन्छ नानु भनेर जुन खालको मलाई उयो गर्नुभयो, त्यो कुराले मलाई कसैले केही भनेर केही हुनेवालै छैन के। त्यही भएर मलाई त्यो कसैले नराम्रो भन्यो यो त्यो भनेर मलाई त्यो चित्त दुखाउन जरुरी नै छैन। मैले त भाउजूलाई पनि भनिदिएको छु, दाइलाई नराम्रो लाग्छ भने बरु मसँग तपाईँ नबोल्नु भाउजू होइन। तर जस्तोसुकै परिस्थितिमा पनि हजुरलाई गाह्रो साह्रो पर्दाखेरि म तपाईँको साथमा छु। यदि तपाईँहरूको घरबार राम्रो हुन्छ भने पछाडि त्यही अनुसार हजुर चल्नु भनेर मैले उहाँसँग पनि त्यो कुराहरू गरिसकेको छु। सबै कुरा राम्रो बिहान लाइफमा सबै कुराहरू के अरे हाम्रो त्यो अमृत दाई उहाँहरू सबैजना आएर सबै कुरा छलफल भएर त्यो अमृत दाईलाई पनि फिल भएको रहेछ क्या, अलिकति लिमिट क्रस भएको फिल भएको रहेछ। अनि अमृत दाईले पनि फिल भएको छ। उहाँलाई पनि फिल भएको रहेछ। अनि उहाँले पनि भन्नुभयो कि सबै कुराहरू यस्तो यस्तो हो, जे जस्तो भए पनि आफ्नो घर परिवारलाई दिनुपर्ने समय चाहिँ दिनुपर्छ है भनेर। उहाँले म पनि लाइफ चलाउँछु तर एउटा निश्चित समयमा चलाउँछु, आफ्नो वाइफलाई दिनुपर्ने समय चाहिँ आफूले कसरी म्यानेज गर्नुपर्छ भनेर उहाँले पनि यति राम्रोसँग सम्झाउनु भयो बिहान। अनि त्यही भएर सबै कुरा मलाई नि आनन्द भयो। यति भयो भएपछि त बुझ्नुहुन्छ होला नि, अब भोलिको दिनमा यस्तो यस्तो परिस्थितिहरू आउँदैन होला नि भन्ने भयो नि त मलाई पनि। अनि राम्रो भयो क्या, एकदमै फिल भयो। युआर रङ भन्दै हुनुहुन्छ ब्रदर, तपाईँ हो युआर रङ है, तपाईँ एकदमै गलत हुनुहुन्छ। किनकि सबै कुरा मिलिसक्यो, गलत कुरा भइरहेको थियो, गलत कुरालाई मैले निकालेर समाधानको कुरा समस्याको समाधानको कुरा अप्नाइसक्यो। त्यही भएर चाहिँ तपाईँ नै गलत हुनुहुन्छ यो कुरामा। त्यही भएर हजुरको पनि दिदीबहिनी छ होला, छोरी चेलीबेटी छ होला, अथवा तपाईँकै आफ्नो मिसेस हुनुहुन्छ होला। यदि तपाईँले आफ्नो श्रीमतीलाई दिनुपर्ने समय अरू कसैलाई दिँदै हुनुहुन्छ भने तपाईँको श्रीमती पनि चुप लागेर बस्नुहुन्न है। यो कुरा चाहिँ विचार गर्नु होला। यदि तपाईँले तपाईँको श्रीमतीको मन दुखाइदिइराख्नु भएको छ भने नि तपाईँको श्रीमती पनि चुप लागेर बस्नुहुन्न क्या। उहाँलाई पनि तपाईँले कि त उहाँलाई डिप्रेसनको शिकार बनाइदिनुहुन्छ, कि त भने उहाँ उकुस मुकुस भएर बोल्न नसक्ने लाचार अवस्थामा आएर मृत्युको बाटो रोज्नुहुन्छ। अब कति नारीहरू चाहिँ आफ्नो घरबार बिग्रिन्छ भनेर चुप लागेर बरु आफू मृत्युको सुलीमा चढ्न तयार हुन्छ कतिजना नारीहरू चाहिँ होइन। एउटा मृत्युको बाटो रोज्न बाध्य हुन्छ जसले आफ्नो कुरा राख्न सक्दैन। तर आफ्नो कुरा राख्न सक्ने, अलिकति स्ट्रगल गरेर बोल्न सक्ने नारी छ भने चाहिँ उसले आफ्नो लागि, आफ्नो अधिकारको लागि आफै बोल्न सक्छ। त्यही भएर सबै नारीहरू एउटै हुँदैन नि त, सबैलाई सहन सक्ने क्षमता हुँदैन, सबैमा बोल्न सक्ने आँट आउँदैन। त्यही भएर चाहिँ आफूलाई पढ्दाखेरि, अरूलाई पढ्दाखेरि मात्रै होइन, आफूलाई पढ्दाखेरि पनि फिल हुनु पर्यो के। त अब छोरी मान्छेले आफ्नो श्रीमान अरू आफूलाई भन्दा बढी प्राथमिकतामा अरूलाई राखेको छ भने छोरी मान्छेले सोच्नु पर्यो। अनि छोरा मान्छेले पनि आफ्नो श्रीमतीले आफूलाई भन्दा बढी प्राथमिकता अर्को थर्ड पर्सनलाई दिइरहेको छ भने तपाईँको मन खिन्न हुन्छ कि हुन्न? नढाँटी भन्नुहोस् त ल, हुन्छ कि हुँदैन? यहाँ जति पनि दाजुभाइ हुनुहुन्छ, दिदीबहिनी हुनुहुन्छ, ल दाजुभाइले पनि यदि तपाईँको श्रीमतीले तपाईँलाई भन्दा बढी प्राथमिकता अरू कसैलाई दिइरहेको छ र अरू कसैलाई दिएको त्यो प्राथमिकताले गर्दा तपाईँको मनमा अनि मानसिक रूपमा केही कुराहरूले असर पारिरहेको छ भने तपाईँलाई कस्तो फिल हुन्छ? अनि छोरी मान्छेले पनि त्यही हो, छोरी मान्छे जति पनि दिदीबहिनी हुनुहुन्छ, हजुरलाई भन्दा बढी प्राथमिकता अरू कसैलाई दिएर आफ्नो श्रीमानसँग बोल्नका लागि अर्को थर्ड पर्सनलाई जिउजिउ गर्नुपर्ने। अब छोरा मान्छेले पनि आफ्नो श्रीमतीसँग बोल्नका लागि अर्को पर्सनलाई जिउजिउ गर्नुपर्ने स्थिति आइसकेपछि कुन चाहिँ छोरी मान्छेको मनमा हलचल मचिँदैन भनेको? यो कुरा त विचार गर्नु पर्यो नि त। यो कुरा त अरूलाई पढ्दा मात्रै होइन क्या, आफूलाई पढ्दाखेरि पनि महसुस गर्नु पर्यो कि हो गलत भइरहेको रहेछ भनेर। आफूलाई पढ्दाखेरि पनि त फिल आफ्नै, अब आफूलाई नराखे पनि आफ्नै छोरी चेलीबेटीलाई राख्नु न, ज्वाइँले होइन, अब हुन्छ नि आफ्नो श्रीमानले
आफ्नै नजिकको मान्छेलाई त्यस्तो खालको टर्चर दिइरहेको छ भने तपाईँलाई पनि त पेन हुन्छ नि त, बोल्दिम भन्ने हुन्छ नि त, त्यो हो के। त्यही भएर गलत तरिकाले